Imagine taking the life insurance premiums of everyday citizens. त्यो पैसा जुन चाहिँ आफ्नो परिवार र घरको सुरक्षाको लागि राखेको हुन्छ नि, अनि त्यो पैसालाई आफ्नो पर्सनल क्यासिनोको चिप्स जस्तो प्रयोग गरेर स्टक मार्केटमा जुवा खेल्ने। वेलकम टु नेपाल VR। काठमाडौँको सडकमा गाडी गुडाउँदै गर्दा आज नेपालमा के हट एन्ड ह्यापनिङ छ भन्ने कुरा गरौँ। आज अलि राति नै भयो, बट डु इन्जोय द राइड। इट इज अ ग्रेट नाइट फर अ ड्राइभ है। अनि काठमाडौँको सडकमा अहिले जति ट्राफिक जाम छ नि, खासमा त्योभन्दा ठुलो जाम त अहिले नेपालको अर्थतन्त्र र शेयर बजार अर्थात् नेप्सेमा परेको छ। एकदम सही कुरा। बाहिर हेर्दा गाडीहरू टसमस भएका छैनन्, अनि भित्र अर्थतन्त्रको इन्जिन नै सिज भए जस्तो अवस्था छ नि त। आज हाम्रो यो डिप डाइभको मिसन भनेको के रे एउटा यस्तो काण्डको भित्री कथा खोतल्नु हो जसले अहिले पुरै नेपालको व्यापारिक र राजनीतिक वृत्तमा ठूलो भूकम्प ल्याएको छ। हो नि, हामी कुरा गर्दैछौँ करिब 3.8 अर्ब रुपैयाँ, मतलब 3.8 बिलियनको शेयर घोटाला र मनी लन्ड्रिङ काण्डको। यो साँच्चै नै एउटा ऐतिहासिक स्तरको फाइनान्शियल अर्थक्वेक हो के। बाहिरबाट हेर्दा यो शेयर बजारको मात्र कुरा जस्तो लाग्छ, तर यसको जरा देशको पोलिसी मेकिङदेखि लिएर सर्वसाधारणको खल्तीसम्म जोडिएको छ। बट वेट, थिङ्स लाइक दिस डोन्ट जस्ट ह्यापन ओभरनाइट नि। 3.8 अर्ब रुपैयाँ त्यसै हावाबाट त निस्किँदैन। यो सबैको सुरुवात चाहिँ कहाँबाट भयो त? मलाई त यो कुनै सानो घटनाबाट सुरु भएर स्नोबल भएको जस्तो पो लाग्छ। एकदम। यसको जरा खोज्दै जाने हो भने हामी ठ्याक्कै सन् 2020 तिर पुग्छौँ। त्यो कोभिड-19 को लकडाउनको बेला थियो नि। ओहो, त्यो पुरै देश ठप्प भएको बेला। मान्छेहरू घरभित्र थुनिएका थिए। त्यही बेला शङ्कर ग्रुपका सुलभ अग्रवाल एउटा कूटनीतिक नियोगको गाडी, मतलब डिप्लोमेटिक भेहिकल प्रयोग गरेर 67वटा थर्मल गन बेच्न खोज्दा रङ्गे हात पक्राउ परेका थिए। बजारमा 5,000 पर्ने सामानलाई ब्ल्याकमा 15,000 मा बेच्न खोजेको थियो। होल्ड अन, आई रिमेम्बर द्याट। त्यो त न्युजमा एकदमै भाइरल भएको थियो। तर एउटा कुरा नि, शङ्कर ग्रुप जस्तो नेपालकै टप व्यापारिक घराना जसको अर्बौंको व्यापार छ, उनीहरूले जम्मा केही लाख रुपियाँ फाइदाको लागि त्यो थर्मल गन ब्ल्याकमा किन बेच्थे? द्याट मेक्स नो सेन्स टु मी। पैसामै हेर्ने हो भने शङ्कर ग्रुपलाई त्यो केही लाखले खासै फरक पार्ने कुरा त थिएन, तर कुरा नियतको थियो र त्यो पक्राउले उनीहरूको रेपुटेसन नराम्ररी हल्लियो नि त। त्यो त हो। उनीहरूसँग अथाह सम्पत्ति थियो, स्टिलदेखि सिमेन्टसम्मको व्यापारिक साम्राज्य थियो, तर उनीहरूसँग एउटा कुराको गम्भीर कमी देखियो। त्यो हो राजनीतिक पहुँच वा भनौँ पोलिटिकल कभर। अनि ठ्याक्कै त्यही क्राइसिसको बीचमा यो कथामा दीपक भट्टको एन्ट्री हुन्छ। द फिक्सर भनेपछि सुलभलाई त्यो झमेलाबाट निकाल्ने मान्छे भट्ट हुन्। हो, दीपक भट्ट त्यो व्यक्ति थिए जसले आफ्नो गहिरो राजनीतिक कनेक्सन प्रयोग गरेर सुलभ अग्रवाललाई त्यो थर्मल गन काण्डबाट छुटाए। यसरी एउटा अघोषित तर एकदमै शक्तिशाली एलायन्स बन्यो। दिस साउन्ड्स एक्ज्याक्टली लाइक अ मुभी प्लट। एउटा धनी मान्छेले आफ्नो काम मिलाउन फिक्सर हायर गर्छ, तर पछि त्यो फिक्सरले पुरै स्क्रिप्ट नै आफ्नो हातमा लिन्छ, हैन र? हो नि। एकातिर शङ्कर ग्रुपको अथाह पुँजी र अर्कोतिर दीपक भट्टको पोलिटिकल पावर र नेटवर्किङ। सो बेसिकली एउटासँग पैसा छ तर पावर छैन, अर्कोसँग पावर छ तर त्यति धेरै पैसा छैन। उनीहरूको पार्टनरसिप त एकदमै लिथल हुने भयो नि। तर यो अलायन्सले थर्मल गनबाट सिधै 3.8 अरबको घोटालासम्म कसरी छलाङ मार्यो त? अलि लामो जम्प भएन र यो? यो गठबन्धन बनेपछि उनीहरूको एम्बिसन अकल्पनीय रूपमा बढ्यो के। उनीहरूले राज्यको ढुकुटी र बजेटमै प्रभाव पार्न थाले। उदाहरणका लागि भनौँ न, आर्थिक वर्ष 2021-22 को बजेटमा स्पन्ज आइरनमा दिएको ट्याक्स छुटलाई लिन सकिन्छ। वेट, लेट मी स्टप यु देयर। म फाइनान्सको एक्सपर्ट त होइन। यो स्पन्ज आइरन भनेको के हो र यसमा ट्याक्स छुट दिँदा उनीहरूलाई चाहिँ कसरी फाइदा भयो? अलि सिम्पल भाषामा भन्नु पर्दा। एकदम सरल भाषामा भन्दा स्पन्ज आइरन भनेको फलाम वा स्टिल बनाउन प्रयोग हुने कच्चा पदार्थ हो। नेपालमा धेरै जसो स्टिल फ्याक्ट्रीहरूले बाहिरबाट तयारी बिलेट ल्याएर स्टिल बनाउँथे। ओके, अनि? तर जगदम्बा स्टिल, जो शङ्कर ग्रुपकै हो, उसले चाहिँ स्पन्ज आइरन ल्याएर आफ्नै फ्याक्ट्रीमा पगालेर स्टिल बनाउन सक्थ्यो। अनि बजेटमा रातारात के भयो भने स्पन्ज आइरनको इम्पोर्ट ड्युटी शून्यमा झार्यो र तयारी बिलेटमा कर बढाइयो। ओ वाउ,
भनेपछि नियम नै यसै चेन्ज गरियो कि जगदम्बा स्टिललाई सिधै फाइदा होस् र अरू प्रतिस्पर्धीहरूलाई घाटा परोस्। यो त रातारात बजेटमा सेटिङ गरेर आफ्नो लागि मात्रै ट्याक्स रेट चेन्ज गराउन सक्ने लेभलको पावर भयो नि। एकदमै। अनि यही पावर र पैसाको कम्बिनेसनबाट जन्मियो अर्को क्याश काउ हिमालयन रिइन्स्योरेन्स। सन् 2014 भन्दा अगाडि नेपालमा आफ्नै रिइन्स्योरेन्स कम्पनी थिएन। पछि सरकारी लगानीमा नेपाल रिइन्स्योरेन्स खुल्यो। त्यो त सुनेको छु। तर यो ग्रुपले के बुझ्यो भने इन्स्योरेन्स त पैसा छाप्ने मसिन हो। उनीहरूले आफ्नो प्रभाव प्रयोग गरेर इन्स्योरेन्स कमिटीमा आफू अनुकूलको मान्छे ल्याएर 2021मा 10 अर्ब चुक्ता पुँजी भएको प्राइभेट सेक्टरको पहिलो रिइन्स्योरेन्स कम्पनी खडा गरे। अनि यसमा मुख्य लगानीकर्ता तिनै शङ्कर ग्रुप र दीपक भट्ट थिए होला, राइट? हो। यो जोइन्ट भेन्चर र उनीहरूको नेटवर्कले बैंक तथा वित्तीय संस्थाहरूबाट झन्डै 100 अर्बको हाराहारीमा ऋण लिएको नेपाल राष्ट्र बैंककै अधिकारीहरूले औल्याएका छन्। 100 अर्ब बाबे, द्याट इज माइन्ड बगलिङ। यो त देशको बजेटकै एउटा ठुलो हिस्सा जस्तै भयो नि। Okay, so they built this 10 billion rupee insurance empire using their political cover. But running an insurance company is legal. कसरी यो legal business बाट उनीहरू 3.8 अर्बको illegal heist सम्म पुगे त? यसको मेकानिजम बुझ्न हामीले धितोपत्र बोर्ड, सेबोन र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धानलाई हेर्नुपर्छ। दीपक भट्ट र उनको समूहले 5 वटा पब्लिक कम्पनीबाट पैसा निकाले। कुन कम्पनी नि? हिमालयन रिइन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सको सब्सिडियरी, हिमालयन सेक्युरिटिज ब्याङ्कर, HLIF लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्स्योरेन्स। बट हाउ? इन्स्योरेन्स कम्पनीमा त सर्वसाधारणले प्रिमियम तिरेको हुन्छ नि। त्यो फन्ड त भोलि कसैको मृत्यु भयो, घरमा आगो लाग्यो भने क्लेम तिर्नको लागि राखिएको हुन्छ। त्यहाँबाट भट्टले सिधै 3.81 अर्ब रुपैयाँ निकालेर आफ्नो खल्तीमा हाल्न कसरी मिल्छ र? बोर्ड अफ डिरेक्टरले त प्रश्न गर्छ होला नि। जब तपाईँ आफै ती कम्पनीहरूको मुख्य सञ्चालक वा भनौँ स्याडो कन्ट्रोलर हुनुहुन्छ, तब बोर्डका डिसिजनहरू तपाईँले भने बमोजिम नै हुन्छन् नि त। उनीहरूले त्यो पैसा सिधै आफ्नो खल्तीमा हालेका त होइनन्। अनि के गरे त? उनीहरूले त्यो पैसा शेयर बजारमा लगानी गर्ने बहानामा निकाले र त्यो पैसा प्रयोग गरेर उनीहरूले नेपाल रिइन्स्योरेन्सको शेयर किने। वेट, द्याट मेक्स एब्सोल्युटली नो सेन्स। नेपाल रिइन्स्योरेन्स त हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा ठुलो प्रतिस्पर्धी हो नि। आफ्नो राइभल कम्पनीको शेयरमा पब्लिकको पैसा लगेर खन्याउनु त कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भएन र? भयो नि। र ठ्याक्कै यहीँनिर पम्प एन्ड डम्पको खतरनाक खेल सुरु हुन्छ। उनीहरूको रणनीति के थियो भने सुरुमा बाहिरबाट आफ्ना निकटका व्यक्ति र निजी कम्पनीहरूको नाममा सस्तोमा नेपाल रिइन्स्योरेन्सको शेयर किन्ने। अनि त्यसपछि बजारमा आर्टिफिशियल डिमान्ड क्रिएट गरेर त्यो शेयरको मूल्य बढाउने अर्थात् पम्प गर्ने। जस्तै घर जग्गाको अक्सनमा आफ्नै साथीहरूलाई राखेर नक्कली बोली लगाएर घरको भाउ बढाए जस्तै हो यो। एकदम सही एनालोजी। अनुसन्धानले देखाए अनुसार उनीहरूले नेपाल रिइन्स्योरेन्सको शेयर मूल्य 1461 बाट बढाएर 1886 सम्म पुर्याए। त्यत्रो धेरै? यो मूल्य बढाइरहँदा वास्तविक खरिद बिक्री खासै भएको थिएन। खाली सर्कुलर ट्रेडिङ गरेर भाउ मात्रै बढाइएको थियो। र जब मूल्य एकदम हाई भयो तब आफ्ना निजी अकाउन्टमा भएको महँगो शेयर आफूले कन्ट्रोल गरिरहेका ती 5 वटा पब्लिक इन्स्योरेन्स कम्पनीहरूलाई किन्न लगाउने अर्थात् डम्प गर्ने। माई गॉड, भनेपछि सस्तोमा आफूले किन्ने, भाउ बढाउने अनि महँगोमा पब्लिकको फन्डलाई भिडाएर नाफा आफूले खाने। सो बेसिकली उनीहरूले सर्वसाधारणले तिरेको इन्स्योरेन्सको प्रिमियमलाई आफ्नो पर्सनल क्यासिनोको चिप्स जस्तो पो प्रयोग गरे त। हाउ अन अर्थ डिड दे थिंक दे कुड गेट अवे विथ दिस? रेगुलेटर्स कहाँ थिए त? यति ठुलो रकमको कारोबार हुँदा कसैले त रेड फ्ल्याग देखाउनु पर्ने हो नि। देखाउनु पर्ने हो, तर यहाँ ब्रोकरको मिलेमुतो बिना यो सम्भव नै थिएन। यो पुरै खेलमा अर्को एउटा मुख्य प्लेयर थियो, ब्रोकर नम्बर 55, ब्रिकुटी स्टक ब्रोकिङ। उनीहरूले नियमको खुलेआम धज्जी उडाए। जस्तै के कस्तो नियम तोड्यो त? मलाई अलिकति डिटेलमा बुझाइदिनुस् न। पहिलो कुरा त एडभान्सको। कानुन अनुसार ब्रोकरले शेयर खरिद गर्नु अघि ग्राहकबाट कम्तीमा 25% एडभान्स लिनुपर्छ। तर ब्रोकर नम्बर 55 ले बिना कुनै एडभान्स 3.8 अर्बको शेयर खरिद गर्न दियो। You're kidding? भनेपछि पकेटमा 1 रुपैयाँ नभइकन 3.8 अर्बको जुवा खेल्न दियो? हो। अनि दोस्रो कुरा सेटलमेन्टको।
स्टक मार्केटमा सेयर किनेको 3 कार्यदिनभित्र मतलब T+3 भित्र पैसा तिरिसक्नुपर्छ। तर यहाँ त महिनाभरि उधारोमा कारोबार चलिरह्यो। भट्टले पछि दाबी गरे कि उनले मार्जिन ट्रेडिङ अन्तर्गत काम गरेका थिए। For someone who isn't a hardcore trader, margin trading भनेको ब्रोकरसँगै ऋण लिएर सेयर किन्ने सुविधा होइन र? हो, तर यहाँ सबैभन्दा अचम्मको कुरा के छ भने त्यो समयमा नेपालको कुनै पनि ब्रोकरलाई मार्जिन ट्रेडिङ गराउने कानुनी अधिकार नै सेबोनले दिइसकेको थिएन। साँच्चै? अनि अधिकारै नभएको कुरामा सम्झौता गरेर अरबौंको उधारो चलाइएको थियो। मात्रै रहेछ, नियम छ तर हामीलाई लाग्दैन भन्ने एटिट्युड। तर यदि सबै कुरा यसरी नै स्मुथली सेटिङमा चलिरहेको थियो भने यो कुरा बाहिर कसरी आयो त? चोरहरूको बीचमा पनि झगडा पर्छ भन्छ नि, त्यस्तै केही भयो कि? ठ्याक्कै त्यही भयो। यहाँबाट कथाले एकदमै ड्रामेटिक मोड लिन्छ। हामीले त्यो सिक्रेट पुलको कुरा गर्नुपर्छ। गत वर्षको सुरुवाततिर नेपालका 5 जना ठूला व्यवसायीहरू शेखर गोल्छा, रोहित गुप्ता, राजबहादुर शाह, दीपक भट्ट र अमित मोरले एउटा अघोषित सहमति गरेका थिए। 5 जना अर्बपतिहरू मिलेर एभेन्जर्स जस्तै टिम बनाएछन् तर शेयर बजार म्यानिपुलेट गर्नको लागि। उनीहरूले पैसा जम्मा गरेर एउटा सिक्रेट फन्ड खडा गरे। एउटै ब्याङ्क अकाउन्टमा सबैले पैसा हालेर नेप्सेमा सँगै शेयर खेल्ने योजना बनाए। अनि के भयो त? सुरुवातमा सबै कुरा ठिकै चलिरहेको थियो, तर जब अरू पार्टनरहरूले थाहा पाए कि त्यो पुलको पैसा र अघि हामीले कुरा गरेका पब्लिक कम्पनीहरूको फन्ड भट्टले आफ्नो र सुरभ अग्रवालकी श्रीमतीको नाममा शेयर किन्न प्रयोग गरिरहेका छन्, तब भूकम्प गयो नि। आइसी भनेपछि भट्टले पब्लिकको मात्र होइन आफ्नै पार्टनरहरूको पैसा पनि हाइज्याक गरेछन्। त्यसपछि त पक्कै पनि ठूलो बवाल भयो होला। एउटा इमर्जेन्सी मिटिङ बस्यो। त्यहाँ उपस्थित स्रोतहरूका अनुसार त्यो मिटिङको माहौल निकै तनावपूर्ण थियो। कल्पना गर्नुस् न, 5 जना टाइकुनहरू एउटा बन्द कोठामा छन्। सबैले आफूलाई मास्टर्स अफ द युनिभर्स ठान्छन्, तर त्यहाँ अर्बौं रुपियाँ गायब छ। भट्टले सुलभ अग्रवाललाई बेसरी गाली गर्न थाले। आई क्यान जस्ट इमेजिन द सीन। त्यति मात्र होइन, सुलभ एकदमै डराएर रुन थालेको र शेखर गोल्छाको खुट्टे ढोगेर माफी मागेको कुरा बाहिर आएको छ। खुट्टे ढोगेको? उनीहरूले त्यो हिनामिना भएको पैसा कसरी फर्काउने, कसरी ड्यामेज कन्ट्रोल गर्ने भनेर छलफल त गर्दै थिए, तर त्यति बेलासम्म धेरै ढिलो भइसकेको थियो। किन? मिडियाले स्विङको पाइसकेको थियो कि क्या हो? मिडियाले मात्र होइन, देशको राजनीतिक परिस्थिति नै फेरिसकेको थियो। जेन्जीहरूको आन्दोलनपछि नयाँ सरकार आएको थियो र नियामक निकायहरू, सेबोन र सम्पत्ति शुद्धिकरण विभागले भित्रभित्रै अनुसन्धान सुरु गरिसकेका थिए। भट्ट र सुलभको ब्याङ्क अकाउन्टहरू फ्रिज भइसकेका थिए। भाग्ने कुनै बाटो थिएन। अनि त्यसपछि भट्ट पक्राउ परे। तर मैले पढेको रिपोर्ट अनुसार पक्राउ परेपछि अदालतमा उनले दिएको बयान त झनै हास्यास्पद छ नि। उनले के भनेका छन् भने, म त भिक्टिम पो हुँ, सुलभले ब्रोकरसँग मिलेर मेरो टिएमएस अकाउन्ट मेरो जानकारी विनय चलायो रे। हो, उनले अदालतमा आफूलाई फसाइएको दाबी गरे। वेट अ मिनट, आर यु सिरियसली टेलिङ मी कि कसैले तपाईको नाममा झन्डै 4 अर्बको शेयर किन्छ र तपाईलाई थाहै हुँदैन? म्याकडोनल्ड्समा 500 को बर्गर किन्दा त मोबाइलमा एसएमएस आउँछ ब्याङ्कबाट। 4 अर्बको ट्रान्ज्याक्सन हुँदा ब्याङ्कबाट अलर्ट आउँदैन, डिम्याटबाट मेसेज आउँदैन। इज द्याट इभन बिलिभेबल? यो दावी एकदमै कमजोर र अविश्वसनीय छ के। सिस्टमले हरेक लगइनमा, हरेक कारोबारमा इमेल र मेसेज पठाउँछ, अनि आफ्नो एकाउन्टको युजर नेम र पासवर्ड बिना जानकारी त्यसै कसरी चलाउन सक्छ त? त्यही त नि। यो एउटा क्लासिक ब्लेम गेम हो। जब एउटा सिन्डिकेट भत्किन्छ, तब सबैले आफूलाई बचाउन एकअर्कालाई दोष देखाउन थाल्छन्। भट्टले सुलभ र हिमालयन रिइन्स्योरेन्सका सिइओलाई समेत यो षड्यन्त्रमा सामेल भएको आरोप लगाए। यो त साँच्चै एउटा सानो धागो तान्दा सिङ्गो स्वेटरै उद्रिएको जस्तो पो भयो त। मन्त्रीदेखि अर्बपतिसम्म सबै तानिए। द डोमिनो इफेक्ट नै सुरु भयो नि। हो नि। सम्पत्ति शुद्धिकरण विभाग र सिआइबीले दीपक भट्टलाई पक्राउ गरेपछि अदालतले 10 दिनको म्याद थप्यो। यसको बाछिटा कर्पोरेट सेक्टरमा तुरन्तै पर्यो। शेखर गोल्छा, जो नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष पनि हुन्, उनले हतार हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिए। तर राजीनामा दिँदैमा उनी चोखिन्छन् र। अध्यक्ष भनेको त कम्पनीको गार्जियन हो नि। जब एउटा अध्यक्षकै समयमा झन्डै 3.25 अर्ब रुपैयाँ सहायक कम्पनी मार्फत अर्को सञ्चालकलाई शेयर खेल्न दिइन्छ, अनि पछि मलाई त थाहै थिएन भन्न मिल्छ? यो त कर्पोरेट गभर्नेन्सको पुरै मजाक उडाएको जस्तो भयो नि। कानुन त
अध्यक्षले मलाई थाहा थिएन भनेर दायित्वबाट उम्किन मिल्दैन र यो भूकम्पको झट्का त्यहाँ मात्र रोकिएन नि। नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पनि राजीनामा दिनु पर्यो। सेबोन फेरि एकपटक नेतृत्वविहीन भएको छ। 6 वर्षमा 3 जना अध्यक्ष फरिसके। हत्तेरिका, सेबोन जस्तो संस्था सधैँ यस्तो विवादमा किन फस्छ? किनकि सेबोनको नेतृत्व सधैँ ठूला स्वार्थ समूहहरूको चपेटामा पर्दै आएको छ। नयाँ स्टक एक्सचेन्जको लाइसेन्स कसलाई दिने, ब्रोकर लाइसेन्स कसरी बाँड्ने र कुन कम्पनीलाई प्रिमियममा सेयर खुलाउन दिने भन्ने ठूलो खेल हुन्छ त्यहाँ। श्रेष्ठको राजीनामा पनि यही 3.8 अर्बको काण्डको अनुसन्धानलाई लिएर परेको प्रेसरको नतिजा हो भनिएको छ। अनि कर्पोरेट र रेगुलेटर मात्र होइन, पोलिटिक्समा त झन् ठूलो पहिरो गयो नि। यही केसले गर्दा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनु पर्यो। रेडिट लगायतका पब्लिक फोरमहरूमा मान्छेहरूले लेखिरहेका छन् कि गृहमन्त्रीले विना कुनै ठोस प्रमाण एकदमै इमेच्योर तरिकाले एक्सन लिन खोजे र शेयर तथा लोनको जानकारी पब्लिकबाट लुकाए। कुरा त त्यस्तै आएको छ। अहिलेलाई भने प्रधानमन्त्री बालेन्द्र शाहले आफै गृह मन्त्रालयको जिम्मा लिएका छन्। हामीले यहाँ कुनै राजनीतिक पक्ष वा बायस राख्न खोजेको होइन, वेयर जस्ट लुकिङ एट द फ्याक्ट्स। तर फ्याक्ट के हो भने यो एउटा शेयर घोटालाले देशको क्याबिनेटमै फेरबदल ल्याइदियो नि। यी फ्याक्ट्सहरूले के देखाउँछन् भने यो कुनै सामान्य आर्थिक अनियमितता होइन, यो एउटा यस्तो नेक्सस हो जहाँ राजनीति, व्यापार र नियमनकारी निकायले सबै एकै ठाउँमा जोडिएका छन्। तर मलाई यहाँनिर एउटा कुरा सोध्न मन लाग्यो। जो आम दर्शक हुनुहुन्छ, जो नेप्सेमा 10-20 किता वा 50 किता शेयर किनेर बस्छन्, जो भर्खरै शेयर बजारमा छिरेका छन्, उनीहरूलाई यो कुराले किन फरक पार्छ? ठुला माछाहरू लड्दैछन्, क्याबिनेट मन्त्री फेरिँदैछन्, तर साना लगानीकर्तालाई के मतलब त? यो धेरै ठूलो प्रश्न हो र यसको मतलब धेरै छ। किनकि हामीले सुरुमै भनेको जस्तो यो 100 अरबको खेल हो। यो नेटवर्कसँग जोडिएको कर्जा ब्याङ्किङ सेक्टरमा छ। जब बजारमा सर्कुलर ट्रेडिङ र पम्प एन्ड डम्प हुन्छ, तब शेयरको मूल्य आर्टिफिसियल रूपमा बढाइएको हुन्छ। अनि सर्वसाधारणले त्यो बढेको मूल्य देखेर ओहो यो कम्पनी त राम्रो रहेछ, भाउ बढिरहेछ भनेर फुरुरु शेयर किन्छन्। हो, तर जब यी ठूला खेलाडीहरूले भाउ एकदम माथि पुगेपछि आफ्नो शेयर डम्प गरेर निस्कन्छन्, तब मूल्य स्वात्तै घट्छ। अन्तिममा घाटा कसलाई भयो त? त्यही 10-20 किता किन्ने सर्वसाधारणलाई, जसले आफ्नो दुःखको कमाई लगानी गरेका थिए। यसले पुरै ब्याङ्किङ सेक्टर र शेयर बजारको विश्वसनीयता नै सिद्ध्याउँछ। सोच्दा पनि आङ्ग सिरिङ्ग हुन्छ। आफ्नो पसिनाको कमाई अलिकति बढ्ला कि भनेर बजारमा लगायो, तर भित्रभित्रै त अर्कै ठूलो क्यासिनो चलिरहेको रहेछ, जहाँ नियम नै यस्ता खेलाडीहरूले आफ्नै लागि लेख्छन्। नियमन गर्ने निकायकै अगाडि यति ठूलो खेल हुनु भनेको त सिस्टमकै फेलियर हो नि। र यो काण्डले एउटा ठूलो स्ट्रक्चरल विकनेस एक्सपोज गरिदिएको छ। हाम्रो सिस्टममा सर्वसाधारणको पैसा कसरी केही सीमित समूहको स्वार्थ पूर्तिका लागि दुरुपयोग हुन सक्छ भन्ने यो एउटा डरलाग्दो उदाहरण हो। We have to wrap this up now। तर गाडी ड्राइभ गर्दा गर्दै निकै गहिरो कुराहरू गरियो आज। यो पुरै घटनाक्रम, भनौँ न थर्मल गन काण्डदेखि लिएर स्पन्ज आइरनको ट्याक्स छुट, हिमालयन रिइन्स्योरेन्सको जन्म अनि 3.8 अर्बको शेयर घोटाला हुँदै मन्त्रीको राजीनामासम्म आउँदा यसले एउटा गम्भीर प्रश्न उब्जाउँछ। र त्यो प्रश्न हो, यदि एउटा व्यापारिक गठबन्धनले देशको ट्याक्स पोलिसी चेन्ज गर्न सक्छ, अर्बौंको इन्स्योरेन्स फन्ड चलाउन सक्छ र पुरै शेयर बजारलाई यसरी आफ्नो मुठीमा राखेर नचाउन सक्छ भने यो देशको अर्थतन्त्र वास्तवमा कसले चलाइरहेको छ? सरकारले कि स्वार्थ समूहहरूले? यो सुन्ने जो कोहीले पनि आफैले शान्त दिमागले सोच्नुपर्ने कुरा हो। That is a chilling thought to live with. Well, काठमाडौँको ट्राफिक जस्तै यो केसको जाम पनि सजिलै खुल्ने जस्तो छैन। Hope viewers enjoyed this evening drive around Kathmandu with us. सडकको जाम त एकछिनमा खुल्ला, तर अर्थतन्त्रको यो जाम खुलाउन धेरै नै रिफर्मको आवश्यकता छ। एकदम साँचो कुरा। So if anyone enjoyed this ride and wants to keep decoding what's hard and happening in Nepal, भिडियोलाई लाइक गर्न, फलो गर्न वा सब्स्क्राइब गर्न नबिर्सनु होला है।